सामाजिक सुरक्षा राज्यको लोक कल्याणकारी कार्य र अनिवार्य दायित्व हो। सामाजिक सुरक्षा भत्ता सामाजिक न्यायको खम्बा हो। नगद प्रवाहमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको इतिहास लामो भए पनि औपचारिक रूपमा विक्रम सम्वत 2051 सालबाट सुरु भयो। 75 वर्ष उमेर पुगेका नेपाली नागरिकलाई प्रति व्यक्ति प्रति महिना 100 रुपैयाँ भत्ता दिने व्यवस्थासँगै यो कार्यक्रम लागू भएको हो। अहिले नेपालको संविधानको धारा 43मा सामाजिक सुरक्षाको हकलाई मौलिक हककै रूपमा राखिएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न हालको अवस्था र व्यवस्था। लाभान्वित वर्ग, भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था। मासिक रकम, ज्येष्ठ नागरिक 68 वर्ष उमेर पुगेको 4000 रुपैयाँ। अन्य ज्येष्ठ नागरिकहरू 60 वर्ष उमेर पुगेका साविक कर्णाली अञ्चलका नागरिक र देशभरिका दलित नागरिक 2660 रुपैयाँ। एकल महिला 60 वर्ष उमेर पुगेका, विवाह नगरी बसेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका र पतिको मृत्यु भएका 2660 रुपैयाँ। विधवा, पतिको मृत्यु भएका जुनसुकै उमेरका 2660 रुपैयाँ। पूर्ण अपाङ्गता भएका, सम्बन्धित निकायबाट क वर्ग अर्थात् रातो रङको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिक 3990 रुपैयाँ। अति अशक्त अपाङ्गता, सम्बन्धित निकायबाट ख वर्ग अर्थात् नीलो रङको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिक 2128 रुपैयाँ। लोपन्मुख आदिवासी जनजाति, कुसुन्डा, राउटे, हायु, किसान, मेचे, बनकरिया, सुरेल, राजी, लोप्चा तथा कुशबडिया, पत्थरकट्टा, सिलकट, कुचबधिया जस्ता लोपोन्मुख आदिवासी जनजाति 3990 रुपैयाँ। बालबालिका, अनुसूची 5 बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका 5 वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा 2 सन्तानलाई 532 रुपैयाँ। आजसम्म आइपुग्दा 68 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले लिने भत्ता 4000 रुपैयाँसम्म पुगेको छ र यसले समेट्ने दायरा पनि फराकिलो बन्दै गएको छ। नेपाल सरकारले वितरण गरिरहेको सामाजिक सुरक्षा भत्ता रकमले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्तिहरू लाभान्वित छन्। सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिँदा आवश्यक पर्ने कागजातहरू तथा योग्य हुन आवश्यक शर्तहरू। बालबालिका बाहेक अन्य व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो। 5 वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो। अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानुन बमोजिम जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो। एकल महिलाको हकमा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण। विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि। न्यायिक पृथकीकरण गरी बसेकी महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण र विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस। आगामी आर्थिक वर्ष 81-82 देखि चरणबद्ध रूपमा लागू भएका सम्बन्धित जिल्लाका सबै लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छ। बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय नम्बर नभए तापनि सेवा लिन बाधा पर्ने छैन। सामाजिक सुरक्षा दर्ता तथा नवीकरण प्रक्रिया।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नेपाली नागरिकले सम्बन्धित कागजात र राष्ट्रिय परिचय नम्बर सहित वडा कार्यालयमा स्वयं उपस्थित भई तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। तर नवीकरणका लागि भने प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तभित्र राष्ट्रिय परिचय नम्बर सहित स्वयं उपस्थित भई नवीकरण गर्नुपर्नेछ। नवीकरण पश्चात नवीकरण भएको निस्सा सम्बन्धित लाभग्राहीले अनिवार्य लिनुपर्नेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको पहिचान तथा नयाँ दर्ता गर्दा आर्थिक वर्ष 2081-82 देखि चरणबद्ध रूपमा जैविक पहिचानको आधारमा प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसनको माध्यमबाट गर्ने भएको हुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छ। तर बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचय नम्बर नभए तापनि सेवा लिन बाधा पर्ने छैन। सामाजिक सुरक्षा भत्ता नपाउने अवस्था छन्, केही लिमिटेसन हाम्रो कार्यविधिले ऐन नियम कानुनले तोके बमोजिम र यो अनुसार चाहिँ नेपाल सरकारबाट नियमित रूपमा पेन्सन पाउने व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्न। त्यस्तै गरी कोही चाहिँ अब एकल महिलाहरू हुनुहुन्छ, पाइराख्नु भएको छ, भोलि विवाह गरेर जानुभयो भने विवाहित महिलाले पाउनुहुन्न। त्यस्तै गरी बसाइ सर्दाखेरि एउटा भौगोलिक क्षेत्रबाट बसाइ सरेर अर्को भौगोलिक क्षेत्र गइसके पछाडि सुरुको भौगोलिक क्षेत्र सुरुको स्थानीय तहबाट चाहिँ उहाँहरूको लगत कट्टा हुन्छ, उहाँहरूले पाउनुहुन्न। त्यसै गरी सम्बन्धित जो लाभग्राही हो उसको मृत्यु भएमा पाउनुहुन्न र नवीकरण छुट भएका लाभग्राहीहरूले छुट भएको अवधिभरको पनि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छैन। त्यस्तै गरी अब हाम्रो सामाजिक सुरक्षा ऐन कानुनले तोके अनुसारको मापदण्डभित्र पर्नु भएन, कोही लाभग्राही योग्य छैन, उहाँले पाउन योग्य छैन भनेर तोकेको अवस्थामा पनि उहाँहरूले पाउनु। त्यस्तै गरी स्वैच्छिक घोषणा गर्नुभयो कसैले भने उहाँहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउनुहुन्न, सम्मान पत्र दिन्छौँ हामी उहाँहरूलाई चाहिँ। सामाजिक सुरक्षा भत्ता कसरी प्राप्त गर्न सकिन्छ? सामाजिक सुरक्षा भत्ता रकम लाभग्राहीको बैंक खातामा त्रैमासिक रूपमा जम्मा हुन्छ। बैंकमा जम्मा भएको रकम सम्बन्धित लाभग्राहीले जुनसुकै समयमा नेपालभरिको जुनसुकै शाखाबाट झिक्न सक्नेछ। तर आवश्यक नपरेको खण्डमा बैंकमै राख्दा बैंकले ब्याज दर लगायतका अन्य सुविधाहरू प्रदान गर्नेछ। लाभग्राहीको मृत्यु भएमा बैंक खातामा जम्मा भएको रकम नियम अनुसार निजका हकवालाले प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छ। सामाजिक सुरक्षा भत्ता निवेदन दिएको अर्को महिनादेखि प्राप्त गर्न सकिनेछ। नवीकरण छुट भएका लाभग्राहीहरूको छुट भएको अवधिको भत्ता भुक्तानी हुने छैन। छुटेको अवधि पश्चात जुन महिनाबाट नयाँ दर्ता हुन्छ त्यसको 1 महिनापछि मात्र भत्ता रकम उपलब्ध हुनेछ। बसाइसराई गर्ने लाभग्राहीको भत्ता भुक्तानी विगतमा जुन शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिँदै आएको हो सोबारे स्थानीय तहको सिफारिस आवश्यक पर्दछ। बसाइ सराई गरेको महिनाको भत्ता प्राप्तिका लागि नयाँ स्थानीय तहमा बसाइ सरेको 30 दिनभित्र बसाइ सराईको प्रमाणपत्र पेश गरी विवरण दर्ता गराउनु पर्नेछ। अन्यथा अर्को महिनाबाट भत्ता उपलब्ध हुने छैन। बसाइ सराई लगत हस्तान्तरणको फारम सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्नेछ। यदि कसैले झुट्टा विवरण दिइकन सामाजिक सुरक्षा प्राप्त गर्ने योग्यता नपुगेको व्यक्तिले योग्य हुँ भने निवेदन पेश गरी प्रभावमा पारी लिइरहेको भेटिएमा सो रकम सरकारी बाँकी सरह असुल पर गर्ने र सो बराबरको रकम जरिमाना गर्ने व्यवस्था छ। त्यसबाहेक लिनेको हकमा एक किसिमको कारबाहीको व्यवस्था छ भने यदि कसैले दिने नियत राखेर दिएको रहेछ भने पनि विशेष गरी पञ्जीका अधिकारीहरूबाट स्थानीय वडा कार्यालयहरूबाट यो काम हुने हुनाले कर्मचारीलाई विभागीय कारबाही हुने व्यवस्था ऐनले गरेको छ। जति सरकार सामाजिक सुरक्षा भत्ता प्रभावकारी ढङ्गबाट लाभग्राहीलाई उपयोगी होस् भन्ने मनसाय राख्दछ त्यसको दुरुपयोग पनि नहोस् भन्ने तर्फ पनि त्यत्तिकै सजग भएर कानुनमा भएको व्यवस्था अनुसार कारबाही गर्न गरिरहेको अवस्था पनि छ। विशेष गरी कानुनले स्थानीय तहको न्यायिक समितिले सामाजिक सुरक्षा सम्बन्धी अनियमितताका उजुरीहरू लिने सुरु कारबाही गरी अन्तिम किनारा गर्ने व्यवस्था गरेको छ। सामाजिक सुरक्षा भत्ता सम्बन्धमा संस्थागत भूमिका र अन्तर सम्बन्ध
बैंक तथा वित्तीय संस्था, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, स्थानीय तह। खुसी नै छ। अब छोरा बुहारीले नहेरे नि सरकारले हेरेको छ। हाम्रो त छोरा बुहारीले नि हेरेको छ। छोराले कमाएन भएन भन्दा फेरि सरकारले हेरे थपिदिएको छ। हामी खुसी छौँ बाबु। केलाई खुसी नहुनु नि? सरकारले दिएको धन खुसी छु, एकदम बाली छु बाबु म त। अब हामीलाई सरकारले खाना दियो, हामीले खाइहाल्यौँ, राम्रो गरेर राम्रो गरेर बसिन्छु। पछिल्लो समयमा भत्ता वितरणलाई अझ प्रभावकारी बनाउन प्रविधि मैत्री बनाइएको छ। सामाजिक सुरक्षा भत्ता मार्फत सरकारले नागरिकलाई संरक्षण र सम्वर्धन गर्नुपर्ने जिम्मेवारीमा नेपाल सरकार अविच्छिन्न रूपले प्रतिबद्ध देखिन्छ। तर आर्थिक रूपमा सम्पन्न र सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता स्वेच्छाले नलिई राज्यलाई सहयोग गर्न सक्नुहुनेछ। स्वैच्छिक रूपमा भत्ता नलिने त्यस्ता व्यक्तिलाई नेपाल सरकारले सम्मान गर्ने व्यवस्था समेत गरेको छ। यस्तै उदार मन भएका मनकारीहरूको नै समाजमा मान, प्रतिष्ठा र इज्जत चुलिँदै जानेछ।